पृथ्वी पथ भनेको नेपालको जुन माटो छ, पृथ्वी छ, पृथ्वी भनेको माटो हो। यो नेपालको माटोको चिरकाल पर्यन्तसम्म, यो ब्रह्माण्ड रहेसम्म यो माटोको संरक्षण गर्ने एउटा नीति, एउटा कार्यक्रम र एउटा दर्शन हो। त्यो दर्शनको संरक्षण हुनुपर्छ र त्यो संरक्षणको सम्बन्धमा आज विज्ञहरूले, त्यसको बारेमा जानकार भएका मानिसहरूले चाहिँ आज बोल्नुहुन्छ भन्ने सुनेर म पनि यो माटोको संरक्षणको लागि के बोल्नुहुन्छ भनेर म सुन्न आएको। पृथ्वीपथ भनेको राजावादीले बोक्ने चिज हो, राजावादीले बोकेका चिज हो पृथ्वीपथ भन्ने आरोप छ। अब यस्तो हो, यो मार्क्सवादीले बोक्दाखेरि चाहिँ जे बोके पनि फोहोर मैला दुर्गन्ध जे बोक्दा पनि सही हुने, यो देश जसले निर्माण गरेको हो त्यो कुरामा ती मार्क्सवाद भन्ने, लेनिनवाद भन्नेहरूले सत्ता शक्तिमा आइसके पछाडि र व्यवस्था परिवर्तन गरिसके पछाडि म तपाईको यो लोकप्रिय सञ्चार माध्यम मार्फत एउटा कुरा भनौँ, यो देश निर्माण राजाले गरेको होइन, पृथ्वीनारायण शाहले गरेको होइन भनेर उनीहरूले इतिहास कायम गरिदिउन् न त। अब मैले तपाईँलाई के भनेको भने, जसले देश निर्माण गर्यो, जसले विदेशी फिरङ्गीहरूसँग लडेर यो देशको भाग्य भविष्य अहिलेसम्म बचाएर राख्यो जुन नीतिले, त्यो बात चाहिँ बोक्नु नहुने। अनि विदेशको सात समुद्र पारीको हामीसँग कुनै साइनो सम्बन्ध नभएको, हामीसँग कुनै नाता नभएको त्यस्तो बात, मार्क्सवाद, लेनिनवाद, माओवाद वा अहिले त तपाईँको जिसस क्राइस्टवाद बोक्नुपर्ने नेपालीहरूले भनिसकेपछि यो त दुर्भाग्यपूर्ण छ। अब म तपाईँलाई अझै स्ट्रेसका साथ भन्यो, अहिलेको आवश्यकता भनेको पृथ्वीपथ हो त भने, यो देश यदि पृथ्वी पथमा नजाने र यो देशका नागरिकहरूले पृथ्वी पथलाई अङ्गीकार नगर्ने हो भनेदेखि देशको माटो, जग्गा, जमिन, ढुङ्गा, चट्टान आदि इत्यादि रहरन्, तर यसको मूलभूत जुन सार्वभौमिकता छ, स्वाधीनता छ, त्यो बाँच्न सक्दैन, त्यो रहन सक्दैन। अब त वैकल्पिक शक्ति भन्छन्, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ भन्छन्, जेनजी आइरहेछ अहिले। जसरी 37 वर्षसम्म यो देशमा काङ्ग्रेस, एमाले, माओवादीले अगाडि तपाईँले पृष्ठभूमिमा भने जस्तै गरी विभिन्न वादका नाममा, विदेशीवादका नाममा नेपाली नागरिकहरूलाई भ्रम र अफवाह फैलाएर, भ्रममा पारेर शासन सत्ता सञ्चालन गरेर यो देश बर्बाद गरे। ती बर्बादका इन्डिकेटर्सहरू अहिले तपाईँको यो समयको लिमिटेसनले म सबै बताउन सक्दिनँ। मैले समग्रमा एउटै शब्दमा भन्ने, देशलाई बर्बाद गरे, आर्थिक रूपमा बर्बाद गरे, प्रशासनिक रूपमा बर्बाद गरे र खास गरी विश्वका शक्तिशाली राष्ट्रहरू र छिमेकी राष्ट्रहरूसँग गरिएको असन्तुलित कूटनैतिक सम्बन्धका कारणले गर्दाखेरि त्यो मार्फत पनि बर्बाद गरे र नेपालको स्वाधीनता नै नरहने स्थितिमा पुर्याए। सम्मान देखिँदैन बालेन शाह। अब म त्यही भन्दैछु, तपाईँकै प्रश्नमा म आउँदैछु। अब तिनै पुराना शक्तिहरू, अहिले मैले तपाईँलाई भने जसले यो देश बर्बाद गरे, ती बर्बाद गर्ने शक्तिका नेताहरूले अब नेपाली नागरिकमा बोल्दाखेरि, तिनीहरूको मुखबाट बोल्दाखेरि नेपाली नागरिकले पत्याउन नसक्ने स्थिति आइसके पछाडि प्रवृत्ति एउटै, चरित्र एउटै, नीति एउटै, कार्यक्रम एउटै भएका यी बालेन, तपाईँको रवि लामिछाने, कुलमान लगायतका मान्छेहरूलाई त्यसलाई ठ्याक्कै एक शब्दमा भन्दाखेरि पुरानाको न्यू भेरिएन्टको रूपमा चाहिँ स्थापित गराएका शक्तिहरू हुन्। त्योदेखि बाहेक केही छैन। तपाईँले प्रश्न सोधिहाल्नुभयो, 37 वर्ष जसरी नेपाली नागरिकहरू लुटिए काङ्ग्रेस, एमाले, माओवादीबाट, फेरि पनि यो नयाँ भेरिएन्टलाई त्यसै गरी विश्वास गर्ने र यिनीहरूलाई साथ समर्थन दिने हो भनेदेखि अर्को 37-40 वर्ष लुटिने प्रष्ट सङ्केतहरू, प्रष्ट चिन्हहरू, प्रष्ट लक्षणहरू देखिएका छन्। त्यस कारणले गर्दा यो अहिले तपाईँले भनेको कुनै नयाँ होइन। नयाँ हुन बालेन शाह, रवि नयाँ होइनन्, मान्छे नयाँ हुन्, अनुहार नयाँ हुन्, तर नेपाली नागरिकले र यो देशले खोजेको अनुहार नयाँ होइन। त्यो जुल्पी हल्लाउने, तपाईँको कपाल चिल्लो बनाएर हिँड्ने मान्छेहरू नयाँ खोजेको होइन। प्रवृत्ति नयाँ खोजेको हो, तपाईँको चरित्र नयाँ खोजेको, नीति र कार्यक्रम नयाँ भएको मान्छे खोजेको। त्यस कारणले नीति, कार्यक्रम, चरित्र सबै पुरानाकै छ। अझ स्पष्ट भन्दाखेरि बालेन शाह र रवि लामिछाने मिल्दाखेरि जनता पनि खुसी छन् भन्ने कुरा आछ, जेनजी पनि खुसी छन् भन्ने कुरा आछ। जनता त यस्तो नै 64 सालमा प्रचण्डहरूले चुनाव जित्दाखेरि जनता खुसी थिए भयो के त? मैले त्यही भनिदिएको। ठ्याक्कै 64 सालमा प्रचण्डहरूले चुनाव जित्दाखेरि जनता खुसी भए। केही समय पछि बेखुसी पनि यदि हुनु पर्यो कि उनीहरूले चाहिँ रगतका आँसु बगाउनु पर्यो नेपाली नागरिकहरूले। अब यो परिस्थिति ठ्याक्कै त्यही परिस्थिति छ। हामी त यो सबै लक्षणहरू बुझेर नै नेपाली नागरिकहरूलाई तपाईँहरू जस्तै सञ्चार माध्यम मार्फत आह्वान निवेदन गरिरहेका छौँ कि यो प्रचण्डहरूको चरित्रभन्दा, काङ्ग्रेसको चरित्रभन्दा, खड्गप्रसाद ओलीको चरित्रभन्दा कुनै केही कुरामा फरक छैन। म तपाईँलाई अझै स्पष्ट पारिदिउँ, संविधान यही जसले यो देशद्रोह गर्छ, संविधान भ्रष्टाचार गर्छ, गराउँछ, यो संविधान, यो व्यवस्था जसले
जसले अपराध गराउँछ, अपराध र हिंसा गराउँछ, त्यही व्यवस्थालाई मान्ने, त्यही संविधानलाई मान्ने, यही प्रदेश संरचनालाई मान्ने, यही न्याय प्रणालीलाई मान्ने, यही प्रशासनिक नीतिलाई मान्ने, यो सबै कुरालाई मान्ने भनिसके पछाडि म तपाईँको यो सञ्चार माध्यम मार्फत तपाईँ जस्तै नेपाली नागरिकलाई प्रश्न गर्न चाहन्छु, फरक केमा देख्नुभयो? संविधान त्यही मान्ने, प्रदेश संरचना व्यवस्था ठिक छ भन्ने कुरा पात्र मात्र गलत हुँदै। व्यवस्था ठिक भएको भएदेखि प्रचण्डहरू, शेरबहादुर देउबाहरू पहिले जेलमा गइसक्थे। व्यवस्था बेठिक भएका कारणले जति अपराध गर्दाखेरि पनि यी अपराधीहरू जेलमा नगएका, कारबाही नभएको कारणै व्यवस्थाको कारणले हो। म तपाईँलाई भन्दिउँ, अख्तियारमा एउटा व्यक्तिले नियुक्ति गरेर अख्तियार प्रमुख बनाउन पाउँछ, अन्य आयुक्त बनाउन पाउँछ, न्यायाधीश एउटा व्यक्तिको हातमा छ। अझ 110 जना सांसदहरू समानुपातिकमा एकजना व्यक्तिले नियुक्ति गर्न पाउने व्यवस्था कहीँबाट ठिक हुन्छ? 110 जना सांसद, पहिलाको शासन व्यवस्थालाई, राज संस्थाको शासन व्यवस्थालाई यिनीहरूले निरङ्कुश भने, तर निरङ्कुशको टेबल बनाएर हेरे हुन्छ। एकातिर राज संस्था र एकातिर अहिलेको गणतन्त्र कुन निरङ्कुश छ भनेर हेरे हुन्छ। मैले अहिले तपाईँलाई भन्ने, देशका सबै संवैधानिक निकायका प्रमुख र त्यहाँका आयुक्तहरूलाई चाहिँ एउटा व्यक्तिले नियुक्ति गर्न पाउने व्यवस्था यो लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्था हुन्छ? तपाईँको 110 जना सांसद एउटा व्यक्तिले नियुक्ति गर्न पाउने, जसले नेपाली नागरिकको भाग्य र भविष्य निर्धारण गर्छ संसदमा गएर, त्यो 110 जना सांसद एउटा व्यक्तिले, त्यसलाई म पुष्टि गरिदिन्छु, त्यसले नियुक्ति गर्न पाउने व्यवस्थालाई गणतान्त्रिक र लोकतान्त्रिक व्यवस्था भन्नुहुन्छ? त्यस्तै गरी तपाईँको प्रहरी प्रमुख व्यक्तिको हातमा चल्ने, तपाईँको प्रहरी प्रशासन व्यक्तिको हातमा चल्ने, मात्र एउटा सेनालाई छुन सकेको छैन। राज्यका सम्पूर्ण संयन्त्र एउटा व्यक्तिको हातमा, एउटा व्यक्तिले नियन्त्रणमा राख्ने व्यवस्था हो यो अहिलेको व्यवस्था। यो संविधानले त्यो परिकल्पना गर्छ। त्यस्तो व्यवस्थालाई अबको विकल्प भने राजा, अबको विकल्प होइन, सदाको विकल्प, सदाको विकल्प। यदि देश रहनु छ र यो देशलाई बचाउनु छ भनेदेखि राज संस्था बाहेक अन्य जो आउँछन् ती सबै यी पुरानाका न्यू भेरिएन्ट भन्दा अर्को केही पनि होइन। त्यस कारणले गर्दा बालेन, रवि लामिछाने लगायतका मान्छेहरूलाई नयाँ भन्नु, चरित्रमा हेर्नुहोस् नयाँ हुन् कि होइन, त्यहाँ प्रश्न देखिन्छ। धन्यवाद। हस्। जस्तो दाइ आज राजावादीहरूको प्रोग्राममा आउनुभएको छ, के तपाईँले सम्भव देख्नु भएको छ राजा फेरि फर्कने? होइन, म त खास राजावादीहरूको प्रोग्राम भन्दा म रिपोर्टिङको सिलसिलामा हुन्छ नि, पत्रकारले त सबैतिर हेर्नु पऱ्यो नि त, कहाँ के भइरहेछ, कसो भइरहेछ भनेर। त्यही जस्तो तपाईँको विचार चाहिँ के छ? राज संस्थाप्रति तपाईँको विचार चाहिँ के हो? अब राज संस्था भनेको फर्किने बाटो भनेको दुईवटा त हो। एउटा भनेको आन्दोलन भयो होइन, अर्को भनेको संसद बाटो भयो। अब संसदमा त्यो 2/3 ल्याउन सके भनेदेखि राजावादीहरूले आउन सक्ला, अर्को भनेको व्यापक आन्दोलन भयो भनेदेखि एउटा होला होइन। अब त्यो त ठ्याक्कै अहिले यसै भन्न सकिने स्थिति नि। जस्तो राजावादीहरूको तर्क के छ भने राजा चाहिँ संविधान विपरीत हटाएको हो, त्यही तरिकाबाट चाहिँ ल्याउन सकिन्छ भन्ने उनीहरूको आकलन छ। तपाईँलाई सम्भव लाग्छ? होइन, अघि भने नि उहाँहरूले जस्तो संसदमा 2/3 ल्याउनु भयो भनेदेखि आउने कुरा भयो कि त अर्को आन्दोलनबाट विस्थापित भएको, त्यो भएर आन्दोलन नै त्यस प्रकारको भयो भनेदेखि आउन सक्ला, आउन सक्दैन नै भनेर भन्न सकिने स्थिति नै होइन। राजावादीहरूको त्यत्रो माहौल आउने सम्भावना देख्नुहुन्छ? आन्दोलन ठुलो आन्दोलन भएर राजालाई पुनर्स्थापना गर्ने सम्भव देख्नुहुन्छ? असम्भव भन्ने त राजनीतिमा केही पनि हुँदैन होइन, सम्भावना भनेको जे पनि रहिरहन्छ। अब अघि भने नि उहाँहरूकै हातमा छ कसरी गर्नुहुन्छ, के गर्नुहुन्छ भने। वैकल्पिक दल भनेर आइरहेको छ नि, उहाँहरूप्रति चाहिँ तपाईँको धारणा के हो? वैकल्पिक राजनीतिक दल यति बेलाको जुन पुराना राजनीतिक दलहरू जसरी अगाडि बढिरहेका थिए, उनीहरूले राम्रो गर्न नसकेको अवस्थामा त्यो आवश्यक देखियो होइन। जस्तो अब फागुन 21 को चुनावको कुरा जुन छ, तपाईँले हुने सम्भावना देख्नुहुन्छ कि नहुने सम्भावना के छ? तपाईँले पत्रकारको नजरबाट के देख्नुहुन्छ? मैले अहिलेसम्म तपाईँसँग जे कुरा गरिरहेको छु मेरो पत्रकारको नजरबाटै हो होइन। अब सबै जसो राजनीतिक दलहरू चुनावमा होमिसकेका कारणले यो चुनाव नहोला भन्ने छैन, किनकि नेकपा एमाले जसले चुनावमा जाने के कसरी भनेर भनिरहेको थियो, अहिले नेकपा एमाले पनि समानुपातिक सूची बुझाइसक्यो, सबैले बुझाए, त्यो भएर चुनाव त होला, नहुने त्यस्तो देखिँदैन। चुनाव भएन भने चाहिँ के होला त्यसको अवस्था? सबैको आकलन हुनैपर्छ नि होइन, चुनाव त हुन्छ नै। चुनाव त यो समयमा भएन भने पनि अलि पछि होला नि त, चुनावको त विकल्पै छैन नि, चुनाव ढिलो चाँडो चुनाव त हुन्छ नै। जस्तो कतिपयले चाहिँ अर्को आन्दोलनको परिकल्पना गरिरहेको छ, त्यस्तो हुने सम्भावना देख्नुहुन्छ? तत्कालै त म देख्दिनँ त्यस्तो, तत्कालै।